सुतिसकेको थिएँ निदाइसकेको थिएँ अनि म उठेर आत्तेर आएर मम्मी सर्दछ फ्रिजमा त भन्छ अनि मैले भने के भन्छ यो राति त कहाँबाट फ्रिजमा आएर बस्यो भने मैले हेर्न आउनु त न धन्यवाद है हजुर आइदिनु भयो राति त भए पनि हस् त ल सो अहिले चाहिँ रातिको लगभग कति बज्यो 10:40 भएको छ र मेरो घरदेखि अलिकति तलतिरपट्टि सर्प आयो भनिसकेपछि चाहिँ म अब हिँड्दै जाँदैछु। यो चाहिँ हनुमान मन्दिर। फ्रिजभित्र सर्प पसिसकेको छ भनेपछि चाहिँ अब एकदम डेन्जर हुने भयो। अनि केही ढिलो नगरिकन यो हुक र मेरो ब्यागमा ग्लोभ्स छ त्यो लिएर म जाँदैछु। सो यो चाहिँ बुधबारे बजार। अहिले चाहिँ एकदम सुनसान भइसकेको छ। राति 11 बजे झन्डै 11 बज्न आँटेको छ। डाङ्गी कान्छाको घरमा चाहिँ सर्प आयो भनेर फोन आएको थियो। सो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ लाइक शेयर अनि च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। यो चाहिँ नयाँ फोनबाट बनाएको भिडियो हो। क्वालिटी कस्तो छ फोनको त्यो पनि भन्दैन होला र कुन सर्प छ हामी त्यो पनि हेर्नेछौँ। पान दोकानबाट चट्ट भित्र साडी लाएर आयो भने आलो चस्मा लायो भने पक्लक्कै ढल्छ केटा तर्याम तर्याम। भाइ कुन सर्प हो चिन्यो? कसले देखेको सर्प सुरुमा? कहाँ भित्रै छ? हेलो दाइ लाँदा भाइ भिडियो बनाउनु माथि करेन्ट हो नि। यसलाई चाहिँ उल्फ स्नेक भन्छ, बिना विष भएको। यो सर्प चाहिँ टोक्नमा एकदम छिटो हुन्छ। यो सर्पले चाहिँ टोकिहाल्छ। यसलाई चाहिँ नि यो चाहिँ भित्ती खाने सर्प। भित्ती खानको लागि घरतिर आउने गर्छ। यसलाई त छोडिदिँदा हुन्छ। यसले केही पनि गर्दैन। टोको भने मान्छे मर्ने भने पनि हुँदैन। यहाँ मलाई टोको पनि अहिले केही हुँदैन। छोडिदिउँ अरे बाहिर। यो हेर्दाखेरि चाहिँ ठ्याक्कै करेन्ट जस्तै देखिए तापनि यसमा चाहिँ विष हुँदैन। कसले तपाईँले फोन गर्नुभएको? मेरो नम्बर चाहिँ कहाँबाट पाउनुभयो? होइन यो सर्पले ट्याक्कै टोक्दाखेरि चाहिँ केही हुँदैन। टिटेनसको सुई चलाउनु पर्छ। मैले अस्ति नै लगाएको थिएँ। धन्यवाद है हजुर आइदिनु भयो राति त भए पनि। हस् त ल च्याङबा दाइ अनि एकदम ठिक छ। यसो ढल्केर मोबाइल हेर्दै थियो। खानु राख्नु लागेको म त देख्दै फेरि यो पनि आयो छ दिदी छ अरे। अनि फेसबुकमा नम्बर खोजेर
अनि पहिला त गलत नम्बर भेटाए एउटा पाएँ त्यो नम्बर गलत छैन त्यो किसिमले गयो कुन त्यो 0 छुटेको छ 117 0 छुटेको भिडियोमा अघि हालेको भिडियोमा सेयर गरेको भिडियोमा त्यसमा माथि अनि त्यो हतारमा छुटो होला अनि फेरि पछि अनि युट्युबमा हेरेर अनि युट्युबबाट ल्याएर ल म गएको ल दाइ धेरै धेरै धन्यवाद है बाबुलाई दुःख पाउनुभयो जानिदिनु है हुन्छ हुन्छ सो यतिखेर चाहिँ एकदमै क्विक रेस्क्यु र रिलिज उल्फ स्नेक रहेको थियो त्यो चाहिँ नन भेनमस हुन्छ त्यो त सर्पले टोक्दाखेरि विष लाग्ने ओर्ने चाहिँ हुँदैन म तपाईँलाई यहाँनिर छेउमा त्यो सर्पको फोटो राखिदिनेछु तपाईँ त्यो फोटो हेरेर यो सर्पलाई चिन्न सक्नुहुन्छ यो फोटो चाहिँ यो सर्प चाहिँ तपाईँको विशेष गरी भित्ती छेपारोहरू खानको लागि घरभित्र आउने गर्छ भन्दै सानो सर्प रहेको थियो एकदमै राम्रो अरू त के भन्नु र अरू त अब त्यही हो अब अहिलेको रेस्क्यु यति नै मेरो तपाईँहरूको सबैको साझा युट्युब च्यानल स्नेक एडभेन्चर विथ क्रिपेस सब्सक्राइब गर्न नभुल्नु होला सर्पबारे जानकारी पाउनुहुनेछ यो भिडियोमा रोचक रेस्क्युको भिडियोहरू आउनेछ अबको दिनमा भन्दै आजलाई यति नै हस्त धन्यवाद।